हेलो साथीहरू, आज चाहिँ मेरो यो हेर्नुहोस् न, भिडियोमा वकिङबाट आएर बसेको मात्रै थियो। छोरीले आफ्नो मेकअप बक्स लिएर आएर मेकअप गराउँछु कि गर्छु भनेर यहाँ मेकअप गराउन थाल्यो। छोरीको बाउ हुनु चाहिँ सजिलो छैन है साथीहरू। छोरीहरूको खुसीको लागि भए पनि अब यस्तो हुनुपर्छ, कहिले यस्तो नगरेको जिन्दगीमा। अब छोरी खुसी छ, अब यति पापालाई मेकअप गराइदिएर मलाई ऊ नेल पलिस पनि लगाइदिँदैछ दुईटै हातमा। अरे फेरि लेफ्ट ह्यान्डमा रेड कलरको, अर्को ह्यान्डमा फेरि वाइट टाइपको लगाइदिँदैछ हो। सबै लगाउनै पर्ने अरे। फेरि वकिङबाट आएर बसेको, तातो पानी खाँदै मात्रै बसेको, खालि गफ गर्दै, हामी बुढाबुढी गफ गर्दै बसिरहेको थियो। छोरी आफ्नो सिधै आफ्नो मेकअप बक्स लिएर आएर मेकअप गरिदिने भनेर हो। त्यस्तै छ है साथीहरू, के गर्नु अब। ठिकै छ, मैले हातमा नेल पलिस लाएर मेकअप गरेर छोरी खुसी हुन्छ नि ठिकै छ, खुसी होस्। छोराछोरीको खुसी नै सबै कुरो आमा बाउको लागि एउटा धन हो होइन। उनीहरूको मुहारमा हाँसो देख्न चाहन्छौँ हामी सबै। ओ लिपस्टिक पनि लगाइदिँदैछ हो। आफ्नो मेकअप त राम्रो गर्छ उसले, तर अब अरूलाई गराइदिनु चाहिँ अलिकति पारा ल्याएको छैन, तर पनि सिकेको होला सायद। ठिकै छ, गराइदिँदैछ साथीहरू। अहिले मलाई मेरो लास्ट लुक हेर्नुहोस् ल, कस्तो चाहिँ बनाइदिन्छ मलाई। हेर्नुहोस् है साथीहरू, उसले यो फेरि माथि के अरे आइब्रो के लगाइदिँदैछ। हातमा पनि लगाइदिन्छु भन्दैछ, तर हातमा चाहिँ नलगाएको मैले हो। हातमा पनि लगाइदिन्छु भन्दैछ है। त्यस्तै चाहिँ हो, त्यस्तै छ साथीहरू। तपाईँहरूको पनि कतिको छोरीहरू छ होला सायद। आफ्नो छोरी बच्चाहरूले यस्तो गरिदिन्छु भने चाहिँ मना नगर्नुहोस्, उनीहरूको मनमा हट नगरिदिनुहोस्, किनभने उनीहरूलाई मनमा लाग्छ। मानिदिनुहोस्, एकछिन लगाइदिन्छ, एकछिन बादपछि फेरि धुँदा गइहाल्छ, नजाने कुरा होइन। अब मलाई त गरिदियो, फेरि ऊ सानो कान्छी बहिनीको पारो, अब बहिनीलाई पनि लगाइदिन्छु भन्दैछ हो। बहिनी पनि बसिरहेको छ, ऊ चाहिँ लगाउनु एकदम भोलिन्टियर छ। ऊ नानाले लगाइदियो भनेर लगाइदिँदैछ साथीहरू बहिनीलाई। हेर्नुहोस् हो, बहुत माया गर्छ उसले आफ्नो बहिनीलाई। बेला बेला मेकअपहरू गराइदिएर घरि के गर्छ। ऊ मलाई यस्तो बनाइदियो है साथीहरू। हेर्नुहोस् है, ऊ मेरो फाइनल लुक हो यो खालको लगाएर म भोलि चाहिँ ड्युटी गर्छु होला अब। ल है साथीहरू, त्यस्तै छ है। तपाईँहरूले भिडियो हेरिदिनुहोस्, लाइक कमेन्ट सेयर गरिदिनुहोस्, के हो कसो हो है। यसै बेला बेलामा घरमा आएको बेलामा टाइम पास हो। बहिनीको पनि आँखामा के भन्छ यसलाई, आइब्रो के बनाइदिएछ। अब हामीलाई त्यति साह्रो थाहा छैन, मलाई त यसको बारेमा। बहिनीलाई पनि बनाइदियो हो। अब अर्को टाइपको लगाइदिने अरे फेरि हो। ऊ हामी दुईजनालाई सँगै राखेर फोटो खिच्छु भने फेरि हो। ऊ सँगै राखेर हो फोटो खिचिदिने अरे, हामी दुईजनालाई नै राखेर हो। तातो छोरी नै यता बस्नु दुईजना भनेर ठुलो छोरीले हो। कपाल पनि अब यो खालको कपालमा काङ्गे लाउँदा कहाँ हुन्छ। अब के अरे त्यो काङ्गे चाहिँ ऐनावाला लगाइदिँदैछ हो। फेरि हेयरब्यान्ड लगाइदियो, खुसी। अब यति लगाइदिएपछि ऊ पापालाई यस्तो गरिदियो, खुसी छ मेरो छोरी। अब हेर्नुहोस् है साथीहरू, त्यस्तै छ साथीहरू। छोरीको बाउ हुनु चाहिँ सजिलो छैन है साथीहरू।